हेलो सबैजनालाई गुड आफ्टरनुन। म इन्दु राई तपाईहरुको सामु आज धेरै दिनमा आइसकेको छु मुकबाङ लिएर। यो चाहिँ अम्बक हो, दिदीले ल्याइदिनु भएको। त्यही चाहिँ करेन्ट आज चाहिँ हामी फेरि करेन्ट खाँदैछ। बनाउने गर्दा चाहिँ आएर चाहिँ खिच्नु पर्यो हो। यो चाहिँ अस्ति नै लाको लुगा थियो रहेछ हैन, अन्त आज पनि यही लुगामा खाँदैछु है। बनाउन चाहिँ टेन्सन हुँदैछ हो। खाए फर्स्ट बाइट। गरममा पनि खानु पर्यो रुचेको जति त। आज चाहिँ यस्तो गरम थियो कि, यस्तो गरम थियो तर पनि करेन्टै खाने रे नि त। फेरि करेन्ट छ भने। हेलो हेलो भन न। कति बेला आउँछौ? अब एकछिनमा खाँदैछौँ। कहाँ छ बजारमा? होइन भाउजूकोमा। ए ल ल ल ल ल क्यान्टिन लन्च गर्नु कोही छैन कि? ए कोही छैन? कोही छैन भोकै मिलाले छ। पुरा हल्ला गर्दैछ कि अब के गर्नु, कोही छैन भन्दैछु त। सिधा मात्रै भयो। सिधा खै लन्च गर्नु गयो होला हौ। ल ल दामी भइरहेको छ आज चाहिँ। इजन नानी त भयो, सल्लाह नानी गयो लागि कोही छैन अरे। अब यतिमा हिस्टो गऱ्यो छ। एरा मेरो साथी छ कि उ चाहिँ एकदम आउने रे आज चाहिँ भिडियोमा। अब भिडियो कट गर्दै बनाउँदैछु हो। कलाएर अब म बेसी बोल्नु सक्दिनँ रहेछु भिडियो बनाउनु, किनभने पुरा कलाउने सब्जी गरेर हो। छिटो खाएर चाहिँ जाने बेला भयो, लन्चमा जाने पालिक पुगेर खाने नि त। कक्षमा बस्ने भएन है कोही। अब यति नै हो मेरो भिडियो, छिटो खानुपर्छ। मेरो लन्च यस्तो थियो आजको। बाई बाई। यसलाई चाहिँ मुकबाङ भन्छ कि के भन्छ याद छैन। आवाजको त करेन्ट पिरो हुन्छ रहेछ है। ल त हाँ दिदी करेन्ट पिरो हुन्छ रहेछ। पिरो लाग्यो त पसिना भइरहेको छ। गरमले होला पसिना त। खै उठिँदैन त हौ। एकछिन फ्रेन्ड पर्छ नि, कोही छैन अरे नि त। मलाई पुरा रेगा लागेछ ल। दिदी चाहिँ भर्खर आउनु हुँदैछ म्यागी बनाएर, म्यागी खानु हुने अरे। त्यो म्यागी आइरहनु हुँदैन त भनेर हुन्छ। गन्दै खोले ल। सके आएको त पिरो हुन्छ रहेछ, मजा आउनु थाल्यो। मैले त सबैले खाने हो गन्दै। गन्दै खाने सके थ्याङ्क यू सो मच। जानु लाग्छ त अनि ल्याउनु। तपाईले बनाएको? बाई बाई। बनाएको हो त। थ्याङ्क यू फर वाचिङ।